नेपाल राष्ट्र ब्याङ्कको तयारी गर्दै हुनुहुन्छ? त्यसो भए अर्थशास्त्रको परिभाषाबारे यी मुख्य कुराहरू छोटकरीमा जानिराखौँ। प्रसिद्ध अर्थशास्त्री लायनेल रबिन्सले के भन्नुभयो भने हाम्रो चाहनाहरू असीमित छन्, तर त्यसलाई पूरा गर्ने स्रोत साधन जस्तै पैसा वा समय सीमित छन्। यही सीमिततामा हामीले गर्ने छनौट नै अर्थशास्त्र हो। जस्तै सरकारसँग 1 अर्ब रुपैयाँ छ भने त्यो स्वास्थ्यमा लगाउने कि शिक्षामा? एउटा रोज्दा अर्को अवसर त गुम्छ नि, होइन? दोस्रो, त्यो अभावसँग जुझ्न समाजले के गर्छ त? यहाँनिर पल स्यामुएल्सन जस्ता आधुनिक अर्थशास्त्रीको कुरा आउँछ। उहाँहरूका अनुसार अर्थशास्त्रले समाजले कसरी त्यही सीमित स्रोत प्रयोग गरेर सामानहरू बनाउँछ र सबैमाझ बाँड्छ भन्ने अध्ययन गर्छ। जस्तै एउटा कम्पनीले मोबाइल बनाएर देशमै बेच्ने कि विदेश पठाउने, यो उत्पादन र वितरणको निर्णय भयो। र अन्त्यमा एन ग्रेगरी माङ्क्युले यी दुवै कुरालाई जोड्नुहुन्छ। उहाँ भन्नुहुन्छ, अर्थशास्त्रले मान्छेको सानो सानो निर्णयले कसरी समाजमा ठूलो असर पार्छ भनेर हेर्छ। जस्तै कफीको भाव बढ्दा तपाईँ चिया पिउन थाल्नुहोला, यो तपाईँको व्यक्तिगत यानि माइक्रो छनौट भयो। तर यसले त कफी उत्पादन गर्ने देशको रोजगारीमा असर गर्छ, यो भयो समष्टिगत यानि म्याक्रो प्रभाव। त्यसैले सारमा अर्थशास्त्र भनेको सीमित स्रोत भएको संसारमा व्यक्ति, समाज र सरकारले गर्ने निर्णय र त्यसको बृहत प्रभावको अध्ययन हो।